बोलेर बाबा मासु छिटो छिटो बनाउनु नि तल लागिसक्यो खरो खरो भइसक्यो खानु न बा पाक्दैछ क्या अब भइसक्यो त यतिको मासु यति त मेरो जिब्रोमै बिलाइहाल्छ त बाबा तेरो नसुने जिब्रोमा बिलाउला र एक हप्तासम्म कति हुन्छ त्यही पनि पुलिसले दिएर पो खान पाइछ एक हप्तासम्म बच्छ यो 4-5 टोक्ने मात्र त्यो पनि मलाई हो तँलाई यसो लिदो खाला नगर न बाबा कस्तो बस्छ खानु नपाएर ल भयो मान्छे त्यहाँ छिमेकीले देखायो नि अहिले जस्तो नाक गरे पास पाएर आउँछन् बाबा खाऊ राख्न नाच्दिन 1 2 3 4 5 26 छन् ल 3 तँलाई 3 मलाई है महिला के खाँदैछ तैँले त्यो अस्तिको खसीको मासु आजसम्म खाँदैछ तैँले रामलाल खाने हामी तँलाई के को टाउको दुखाइ फेरि त्यसमा त लटक राल काटिरहेछस् त अरे राल त मासु देखेपछि काटिहाल्छु नि तर यो मासुले कति हानिकारक गरिरहेछ तँलाई थाहा छ यो मासुले गर्दाखेरि म लगायत तेरो शरीर पनि बिग्रिन सक्छ बुझिस् यो हप्ता दिन बार्सीको मासु तैँले नखाएको बेस नपत्या यदि मैले तँलाई बकाए जस्तो लाग्छ नि उ त्यहाँ हेर मेरो छोरालाई इनके काकाले त्यसै बहाना बनाओ म मरे पनि मर्छु अरे यस्तो बासी एक हप्ता भयो खानु त बाबु हेर्दै म मरे मर्छु के हाम्रो ज्यानको ख्याल गर्न अब यसलाई फाल्न दिउँ भने नि यसलाई खाएर पुग्लुक्क होला भन्ने डर रामलाल के गरौँ त छोड दे माइला त नफाल त्यसलाई फाल्न दियो भने के हो खान पनि सक्छ केटाकेटीको मन हो चित्त माने खान पनि सक्छ त नफाल छोड दे त दुःख नगर तेरो दुःख भनेको मेरो दुःख यहाँले म फालेर आउँछु सारा राम्रोसँग यो फाल्टो खनेर चाहिँ गाडेस् नि फेरि सफाले त्यहाँ त्यस्तो हालत भइरहेको छ मासु खाने दिन्छु 2 झापड चस्मा कुकिएर खान्छ साला कुकुर रामलाललाई मासु त गाड्न पठाइयो मेरै खेतमा गाडिदियो भने त तनाव हुन्छ फेरि भोलि झिङ्ग मन किन्दैन बाबा मेरो छैन मसँग फाल्न आएको मासु अहिले मैले हाम्रो टेक्निक चाहिँ खतरा हो क्या बाबा वाइ तैँले त हामीलाई मासु खाएपछि बिरामी भइन्छ भन्थे त किन यस्तो हल्का के गर्ने काका आफूलाई फेरि आफ्नो स्वास्थ्यको स्वादै लाग्दैन अब त्यस्तै हो क्या मलाई फेरि कस्तो छ भने मेरो पचाउने शक्ति धेरै क्या पहिले 20 मासुमा 20 हालेर दियो पनि म त पचाइदिन्छु नि माइला त्यो महिलाले भेला गरिदियो नि कस्तो राम्रो खाउला भने मासु बाबा मासु खान नपाइकन सिक्सिकै गरे पेट पोलिकन सास अड्किएको मासु खान नपाइनु मासु चाहिएकै छिटो मासु मगाउनु पर्यो काहीँबाट ओहो यो पुलिसले खसी छोडेर झन् मेरो छोरालाई मासु खाने बानी बसाल्थ्यो अब मासु नै खान्छस् भने आइजा अब पैसा त नाइ यति बस्छ म तँलाई मासुको व्यवस्था गरिदिन्छु रोका एकैछिन हो न नाच्दिन हात थप्छ तँलाई है एकछिन नङसँग काट्न दे यति नङ चाहिँ भुटभाट गरेर खा तेरो मासु खाने धोको पनि पुरा हुन्छ बच्चा तिम्रो नङ तिमी भुटभाट गरेर खान्छौ खाऊ झोल बनाइकन खान्छौ खाऊ एउटा मासु खाउनु नसक्ने हेर न तेरो अलक्षिना अहिले त्यसरी कुर्सी सुर्सी फाला अब चाहिँ घरबाट बस्नु देउला र गरौला छेदिन्छु तिमीहरूलाई आहा आज नयाँ वर्ष ट्याक्कसँग लाएर कस्तो घमाइलो दिन लाग्यो यो भर्खर उठ्यो आज नयाँ वर्ष अलि छिटो उठ्नु सक्दिनँ मलाई माइलासँग जानु पर्यो म आउँछु क्या रोक न आइज धान ल्याउँछु भने गएका थियौ चढेर जहाजमा फर्केर आयौ लासको बाकसमा
गीत त साह्रै मार्मिक गाइस हेर्नु होइन तर आज नयाँ वर्षमा यस्तो गीत चाहिँ गाउनुहुन्न अशुभ हुन्छ थाहा छ कि तँलाई अब के त तनाव छ मान्छेलाई नयाँ वर्ष भनेर म यहाँ पैसा गुड्न 2 रुपियाँ छैन तनाव हुन्न ल पैसा मबाट पनि चल्दैन तँबाट त झन् जिन्दगीमा चल्ने कुरै भएन अब पैसा दिन नसके पनि ट्याक्क मैले आशीर्वाद चाहिँ मिठो दिन्छु है तँलाई फेरि ओहो आशिष त दिइहाल्नु यार तेरो कालो जिब्रो छ फेरि फ्याट्टा लाग्छ क्या तेरो आशिष दिइहाल त एकचोटि फुल्दै फुल्दै गएस् तर लास्टमा ओइलाउनु परोस् दुबो चाहिँ मौलिनु पार्टी चाहिँ फैलिनु तर कोरोना फैला जसरी आफ्नो सन्तान चाहिँ लास्टमा फुट्नु है काली माताले तेरो सधैँ रक्षा गरून् तर हेमराजको चाहिँ एकदम प्यारो हुनु है त भयो यो भन्दा बढी आशिष चाहिन्न बरु यी सबै आशिष तँलाई नै आएको छ यार अरे काका भन्न देऊ मेरा बाउ कम सुपी छन् भन बाउ भन लास्ट एउटा भन्छु है माइला तेरै फलिफापको लागि लास्ट भन्छु एउटा तेरो आयु चाहिँ एकदम दीर्घकालीन होस् तर लास्टमा एक्सिडेन्ट भएर मरेको हेर्न पाऊ भयो अब तैँले धेरै आशिष दि अब मेरो पालो म दिन्छु भयो छोडिदे त तेरो मुखबाट ह्याप्पी न्यू इयर सुने मलाई पुगिहाल्छ अब जति आशीर्वाद दिन मन लाग्छ अब 2083 सालमा दियोस् है ल 2083 सालमा मेरो पालो है ओके फेरि नबिर्सियास् नि धारीमा टिपेर राखेस् हुन्छ अनि के कति काम थियो त्यो पनि भनिहाल न अब आज नयाँ सालको दिन यसो सबै साथीभाइहरू बसेर आज तास खेल्न जुटौँ भनेको उता मास्टर पनि आउँछु भन्दै थिए मलाई फेरि खेल्नैमा लाग्दैन क्या मलाई एका टाइम बाहेक केही आउँदैन ओ त्यो मजाले टक्क साथीभाइहरूलाई खबर गरिसकेको छु टक्क आजसम्म तासमा जुट्न पर्छ आज भइहाल्छ त म पनि खेल्ने है क्या रे होइन बाबु खेल्दैन क्या भयो खेल्छ ल जुट भने त म खबर गरिहालेँ तास ल्याउनु म गइदिएँ है त ल फेरि फेरि दाउ फेरि खडा खान के ल बहुत खडा दाउ ल ए 2-3 बाजा बोट फिर्ता मेरो त भ्याक्स आज पैसा मेरो भयो अब त मेरो अस्ट्रेलिया आज कहाँ पैसा यस्ता पनि भ्याक्छ अन्त भ्याक्स चाहिँ उठ्छ त पैसा पैसा 2 दिन बाद बाबाको 2-3 पैसा पैसा साला बाँदरहरू नयाँ सालको दिन तास खेल्छौ फक तिमीहरूलाई साले बाँदरहरू भागेर गएको छ रोक तास खेल्ने यति फरक लाग्यो नयाँ सालको दिन मासु खुवाउने हो बुढीलाई र छोरालाई आज नयाँ सालको दिन जसले रक्सी खान्छ जुवा तास खेल्छ त्यसलाई त आज यहीँ समातेर बाँसको झ्याङमा पाता फर्किने गरी हान्ने हो क्या रोक्न एउटा तारे यो पक्कै हो यो साला अघि बिहान तास खेल्ने त होइनस् कहाँ म हुनु सर मैले त हेरेको थिएँ मात्रै के गरेको थिएन दर म विद्या कसम खेलेको थिएन म के को विद्या कसम अब त के हेर्ने पनि गर्दैन अब हेरिस भने तँलाई खोर्नु लगेर राख्नु अर्को आयो होइन त बिहान तास खेलेर भाग्ने त होइनस् होइन सर म 3 दिनसम्म जङ्गलमै छु सर हेर्नु न दावा लिएर आएको छु म कहाँ आउनु सर ए ल ल ल जा ल यो त रामलाल होइन र पनि यो पनि थियो बिहान तास खेल्ने चिन्ता नमाना माया चिन्ता नमाना
दुःख यो गीत चाहिँ भवा लाग्छ चिन्ता नमाना माया बिहान तास खेलेर भाग्ने तपाईँ होइन कहाँ सर तपाईँ फेरि मान्छे हेरेर बोल्नुहोस् न मलाई ताजको स्पेलिङ त आउँदैन TISS तास हुन्छ कहीँ TSS तास हुन्छ मलाई ताजको होइन म अरू कोही बेला भर्खर म ससुरालीबाट आएको छु यार तपाईँ त एक हप्तामा म ससुराली बसेको तपाईँ मलाई शङ्का गर्नुहुन्छ यार म त गाउँको भलादमी मान्छे हो त बोल्छ घबरा त यस्तै लाएर खेलिरहेको थियो त तास अब यस्ता कपडा अर्का हुँदैन कस्ता कुरा गर्नु त यी पुलिस अक्का पनि थियो त त्यो अक्कालाई पनि पुलिस भन्ने सलाम हानिदिने होइन मान्छे चिन्नु गल्ती गर्नुभयो तपाईँले ल जा जा केही शङ्का लाग्यो भने फेरि म आउँछु है हो रहेछ त यो बिहान तास खेलेर भाग्ने घबरा त यही रामलालको जस्तो थियो ओ सरजी के भयो किन आत्तिनु भएको छ त हात त्यो गएन बिहान तास खेलेर भाग्ने त पनि होइन ए सर के झ्याबुनु हुन्छ क्या अत्तर खाएर बस्नु भएको छ एक्लै पनि कोही तास खेल्छ यार नचाहिने कुरा त यार हो त कोही एक्लै तास खेल्छ त यार भएर तास खेल्ने मान्छे चाहिँ को रहेछ पक्कै नि पल्लो गाउँको होला खोज्न त जानै पर्छ यार तपाईँलाई बुट हाल्नु पर्यो अब खेल्न बात कसियो ज्यान ल हाम्रो बाबु 1000 रुपियाँ आयो स्टेसन सुके सचिव हजुर हजुर देख हाम्रो पनि जल्ल भएन के लक्कडलाई कति हाल्यो 1000 होइन 2000 हालिदिउँ कि भने 1000 को बोट हुन्छ ल ल ल अब यताबाट पनि हालो हालो बोट त हाल्नु पर्यो त हो मास्टर साहब भाइ गद्दी ल्याएर आउनु भएको मास्टर साहबले कति 1000 त हो नि 1000 ल ल ल हालिहालौँ ल ठिक छ हाम्रै पुरानो नोट हाल्ने ल अब यता अर्को तास 1000 को बोट रहेछ है मैबाटै मै फसे क्या दिन 1000 ल तिमीले पुरानो हाल्यो मैले नयाँ हालेँ ल बाँडे हाल त काटो ल बाँडे भन्देऊ मावड्डा यो छोरी दाउ कसको हुन्छ मेरो छोरी साह्रै सुत्दी छ है ल माइला चल तेरै पालो आयो पनौतीबाट काम छैन गापै हुन्छ 1000 रुपियाँको फाइल दियो त्यसो यार हामी जस्तो सुप्पी हुनु पर्यो नि पहिले एक आउँछ त बा ल भाउ दिइहाल त 2 हालिदियो होइन सिधै नाइ 2 नहाल उतै हाल्न उठै हालौ ल अब यता मास्टर साहब हेर्नु पर्यो मैले हापे नैला टला दुःखी ठुलो आयो तेरो त मास्टर त कति लाउँदो न नो ल मेरो 2 आयो उही बाबु त पनि जगाइदे माटुङ्ने यस्तो राम्रो तास छ हान्हाल छोड्यो कि बाउ हालिदिउँ कि हामी उता ठुलो आयो होला नि त यार छोड्यो कहाँबाट ठुलो यो ठुलो भएन बाउ यार पैसै छैन देखेनौ उता 2 हाल्ने यसको मतलब यो होइन कि ऊ सानो तासा एक ट्रायल पनि आइसकेको हुनसक्छ त्यही भएर हामी हालिदिउँ हाम्रो त मन थिएन यस्तो तासमा ल यो पैसा मेरो सबैले हापे ल सबले हापे मैले खाएँ त तास मैले तँलाई अर्किने बाटो नम्बर भने होइन 2टा एकाते मैले खान्थिनँ है ल हेर्नु त कस्तो धम्कीले खायो मलाई के थाहा त बा एक कट्राल आउला भनेर पो मैले तिमीलाई हाम भने एका मसँग भए त्यसलाई टेट्रा लान्छ दिमाग नभए बुझो त्यो पनि हो है बा अब धेरै दिमाग नलगाए तैँले धम्कीले खाने अब यहाँ ठिकै छैन अर्को तालमा हाल्नुपर्छ हामी ल ल ल बाँड ल बोट हाल बोट ल के काट बोट हाल ल बोट हाल बोट बोट हाल बोट ल काट्नु त पर्यो है ल
बोरा तास नपर्यो भन्दैमा यता तासै त नउराउनु पर्यो है भएन यो सुब्बी थियो खोइ के भयो आज बार्नु न छिटो बार्नु यहाँ पता गइसक्यो ल पाटे ल छिट अस्ति मेरो मात्र हो नि क्या हाम्रो लागेको थियो तास बिग्रियो लद्दर पऱ्यो फेरि के हो उठायो दाउ मेरै हो अब हाम्रो पाला होइन तीनटा ह्याप्पी मेरो यो डबल रन किन्नै लाँदा ह्याप्पीले मेरो आँखी बेसी के काम हात नटेक न हात टेकेपछि लाग्छ हात नटेक आयो चचरमाले नहाल्न चचरमाले हालेपछि पनौती लाग्छ नहाल चचरमाले ल यस्तरी बस्छु हो त्यस्तै बस्छु अहिले चाहिँ आयो है अनि यहाँ मलाई छोड्छस् तैँले निकै दाउ लाग्छ त पनौती साला पनौती नछोड्नु मलाई बट तिमी आफू निकाल्न सक्दैनौ म जहिले पनि मलाई कोही बेला उठ गरे कोही बेला हात डट्टी गरे के गरे यस्तरी नबस सिधा बस थपक्क बस यहाँ पन्जाब बढी भाउ मैले अहिले केही पनि गरेको छैन हेर म न तिमीलाई छोछु न मैले हात टेका छु मजाले चस्रमा हालेर बस्छौ अब मलाई के नभन है बिजु अरे छोरा यार सास किन फेरिरहेछस् के पनौती लागिरहेछ सास नफेर्न सास फेरि बनाउनु घर जा सासै फेर्न नपाउने हो त बाउ खेल्दैन मैले त पनौती लगाइरहेछ के लक्कड पनौती लागिरहेछ हेलो शेरसिंह के गरिरहेछ त बाउ म त सुतिरहेको छु गरे पनौती लागिरहेछ सुतेपछि पनौती लाग्दैन उठ त्यहाँ पूजा सुजा गरिहाल्छ मासाले सुतिरहेछ अघिबाट पनौती लागिरहेछ यार ल कलर आएछ है मेरै शब्द खुलेर आएछ आज नयाँ साल मेरै पैसा आएछ डबल थियो कहाँबाट हारिहाल्यो यो अवस्था त ल 50,000 जति आज भयो नयाँ साल दिनु यसो 500 दिन्छ कि धेरै सुटी दिने ल हुँदा जान्छ सुती खाइ त हराइ नयाँ छुट्टै नयाँ ल 50,000 जित्यो आज ₹43, 47, 48, 49,000 रुपियाँ जितिएछ आज तैँको नहेरेर आएछ आज बिहान बिहान है मैले आफ्नै नहेरेर मलाई लुट्यो कसको नहेरेर आउँथे बिहान बिहान त आफ्नै अनुहार पो हेरेर आउँथे पुलिसलाई फोन गर्नु पर्यो हजुर अब त ओहो तास खेल्न आइयो ससुराली के पुलिसलाई फोन गर्नु जान्छु लाग्छु ल भन्नु मुखियाजी के कति कामले मलाई सम्झिनु भयो सम्झिन त म तपाईँलाई सम्झिँदैन हेर्नुहोस् होइन तर बेली मलाई चाहिँ यो नयाँ सालको दिन लुटपाट भयो हजुर ए हजुरमाथि लुटपाट भयो 3 जना थियो लुटपाट गर्ने मान्छे के गर्नु थाहा पाउनु भयो तपाईँले 3 जना थियो जस्तो लागिरहेको मलाई पनि तपाईँलाई बोरीमा हालेर त लुटपाट गरेका हुन् अच्छा कसरी थाहा पाउनु भयो सर बोरीमा हाल्यो भने मलाई त हजुर अघि त्यहाँ बाटोमा हिँडिरहेको थिएँ त्यहाँ बोरी देखेँ त्यही भएर यसो शङ्का गरेको हजुर अरू के शङ्का गर्नुभयो सर हजुरले केही थाहा पाउनुभयो सर मेरो पैसाको अरू त्यस्तो त केही थाहा पाएन हजुर हेर्नुहोस् त्यो बोराबाट चाहिँ 51,000 कि 49,000 को पैसाको गद्दीको गन्न आइरहेको थियो मैले यस्तो चाल पाइरहेको थिएँ हजुर हो सर हो मेरो 49,000 एउटा गोजीमा थियो यो खल्तीमा सर अनि 2,000 रुपियाँ यता राखेको थिएँ सर मैले
हरायो मेरो त खतम भयो सर। ए ल हुन्छ म पत्ता लगाइदिन्छु होइन। हजुरले त तिनीहरूको आफन्तलाई कोहीलाई चिन्नुहुन्छ हजुरले राम्रोसँग? कहाँबाट चिन्नु सर? म तिनीहरूलाई त चिन्दिनँ, तिनीहरूको आफन्तलाई कहाँबाट चिन्नु सर? तर शङ्का लाग्छ सर, धेरै गर्न आँट्यो तिनीहरू, बोरीमा हाल्दाखेरि कुहिएको जस्तो गर्न आँट्यो। ए हजुरले यति भनेपछि है मलाई अलिअलि शङ्का कता कता लागिरहेछ। तपाईँ ढुक्क हुनु, तपाईँको चोरलाई चाहिँ म पत्ता लगाइहाल्छु हजुर। हुन्छ सर, जसरी पनि पत्ता लगाइदिनु पर्यो है सर। पुलिस स्टेसनको खर्च म बेहोर्न लाग्यो सर है। तिमीहरूलाई थाहै छ होला, पल्लो गाउँको मुखियाको हिजो तास खेलेको क्रममा 51,000 जङ्गलमा लुटेको छ। मलाई शङ्कापत लागे अनुसार तिमीहरू दुईजनामा एकजना हुनुपर्छ। सरलाई अलिकति चिया कम भयो कि दुध हालेको चिया ल्याउनु पर्ने हो सर। तिमीहरूलाई थाहा छ कि नै, कुनै व्यक्तिलाई लुटपाट गरेपछि नेपालको कानुन अनुसार 5 वर्ष जेल र 1 लाख रुपियाँ नगद तिर्नुपर्ने छ। सरलाई हामी दुईटाको तर्फबाट सानो कोसेली सर ल्याउनुहोस्। कम्तीमा पनि 3 वर्ष जेल र 50,000 त नगद तिर्नुपर्छ अझै। सरलाई अलिकता चिया पानी पुगिने जस्तो छ क्या। अब हाम्रो आएर मिठो पाइन्न यी दुध चिया खानु होला है। भगवान कसम झुट बोलेको होइन। अहिले मैले एक कल एसएसपीलाई फोन गर्यो भने 1 वर्ष जेल र 30,000 रुपियाँ नगद तिराइदिन्छु तिमीहरूलाई। सर गल्ती सर, यो चाहिँ तपाईँको रक्सीको लागि सर, चक्नाको लागि यहाँ छ सर। बाबु साहब चाहिँ तपाईँको लागि शीतल आज तपाईँलाई त 1 महिनै चल्छ सर। एक्लै खसी प्योर अस्ति भर्खर प्योर खसीको सर, प्योर। ल है हजुरहरूले चिन्ता गर्नु पर्दैन। हजुर जस्तो निर्दोषलाई दोष लगाएर हुन्छ? हजुरहरूलाई कसैले केस हालेछ भने मलाई भन्नु, वकिल लड्ने छैन भने म लड्नेछु हजुरको लागि केसमा। ल है सर, यतिको चाहिँ हुनुपर्छ। ल हुन्छ सर, लागौँ सर। नाइस टु मिट यु। यसका गेडा चाहिँ मलाई पठाइदिनु होला है। पुरै कोहीलाई पठाइदिनु है, तँलाई सिक पठाइदिनु है। हुन्छ सर। ल कसैले केस हाल्यो भने मलाई सम्झौ है। हाम्रोसँग जानु सर। ल ल ल ल ल जात है। ल अङ्कल। के हो